गाइज आज चाहिँ मेरो नेल्सको डे 3 यो टिप टास्ने चाहिँ 3 हो तर आफ्नो हातमा लगाएको मान्छेको हातमा लगाएको चाहिँ डे 2 हो। अब मेरो नङ यस्तो छ फाइनल रिजल्ट कस्तो हुन्छ म तपाईँहरूलाई देखाउँदै जान्छु हेर्दै जानु होला। यो चाहिँ यो फाइल गरेर टक्क यसको साइनिङ हटाउनुपर्छ यो टक्क होइन तर हामीले चाहिँ प्राइमर लगाउँछौँ प्राइमर लगाएपछि चाहिँ यो टिप नेल्समा ठ्याक्क यस्तै साइज मिलाउने अनि ग्लुको मद्दतले टास्ने म सबै टाँसेर फाइनल देखाउँछु है। साइज हेर्नु है मैले यति टाँसिसकेँ अब बुढी आमालाई टाँस्न बाँकी रह्यो अनि यो काटेर फाइल गरेर सेप बनाउँदैछु यहाँ छिटो छिटो फाइल यसरी अनि मजाले फाइल गर्ने टक्क पारेर यसरी के भयो चलिरहेको छ हाम्रो ममताजी आउनुहुन्छ। ममता हेलो बिन्दुजी यतातिर हाम्रो मिसहरू हुनुहुन्छ काम चलिरहेको छ सबैजनाको मजाले। अब के भन्नुहुन्छ भन्नु त मेरो आमा चाहिँ हटाएर हाल्नु त्यो मेरो आमा चाहिँ हाल्ने म यहाँ छु मेरो नाम यस्तो हुँदै खाजा खान जानु लागेको कटवाल होटलमा। खाजा के खाने हामी आज चिया चटपटे चिया त आज मैले बिहान खाएकै छुइनँ मलाई चिया खाने पाउँदैन घरमा आजभोलि क्या बिहान मलाई खाने चिया नसुनाउनु न प्लिज यस्तो कुराहरू मन त भाडा त हुन्छ नि दुध मजाले डढेको हो यस्तो मेरो एकदम चियाको क्रेभिङ भइरहेको छ मलाई जतिखेर पनि घरमा आउने बित्तिकै ठुलो गिलासको एक गिलास पकाएर मलाई त अल्छी लाग्छ एकैछिन चिया खाने अनि त्यसमा चिनी कता कता लुगाइदिएको हुन्छ नि चिया खान्छे भनेर भेट्दिनँ हुन्छ यहाँ चाहिँ हाम्रो कपाल कटिङ हुँदैछ गाइज त भन्नु दिदी त गाइज भन्नुहुन्न नि है ए होइन होइन केही हुन्न यता हाम्रो ममता मिस हुन्छ रिसेप्सनमा बसिरहनु भएको चाहिँ मक्क परे यहाँ अब धेरै माम खानुभएछ अलिकति मोटा जस्तो 2 केजी मोटा भएछ जस्तो आज खाएको छैन पार्वती हुनुहुन्छ कस्मेटोलोजिस्ट फ्युचरको कपाल तान्नु चाहिँ नआउनु दुखाएर मार्छ झुन्डेरै मार्छ कपालमा कमलो मुटु हुने नआउनु त्यही त कमलो मुटु हुने नआउनु दह्रो मुटु हुने मात्रै आउनु कपाल त सपनाले त सपना त डन भइसकेको छ नि त अब फेरि यहाँ पार्लरमा सरी के नाम सरी साइना के भयो म भिडियो खिचिदिन्छु कि डाइलेक्ट आएको किन के भन्नु मैले यो कुन सेप सिकाइछु गरेर स्कोबल मैले स्कोबल कस्तो हुन्छ आल्मन्डको मोडिफाई छोरे अलिकति मारे अब मैले स्कोबल ओभल पो आल्मन्डको मोडिफाई होला त अनि स्क्वायरको मोडिफाई होइन त स्कोबल भनेको स्क्वायरको जस्ट साइडको सक्यो मेरो दिमाग छैन काम गर्नु छोड नेल्स टेक्निसियन उहाँ हुनुहुन्छ एकदम म अब सेपहरू एकचोटि फेरि मजाले हेर्छु अब प्लिज भयो नि यो अर्को त्यो आल्मन्डको उयो त भयो नि चियाको लत यस्तो बसेको छ नि के भन्नु त टाइ खुस्क्यो हौ आज टाइट आएको म
यो सब युट्युबमा जान्छ नि गाइस फेरि कस्तो काली देखेको यस पछाडि चाहिँ हामीले टिकटक बनायौँ टिकटक चाहिँ हामीलाई चाहिएको गर्छ मलाई विशेष गरी किनभने म अलिक नक्कली छु नि त यहाँ साउन्ड राख भने त कपिराइट भन्दो रहेछ अनि साउन्ड हटाएको अनि त्यस पछाडि फेरि टिकटक सिकटक बनाएर चिया खाएर हाम्रो काम कन्टिन्यू टु बी कन्टिन्यू सेप मिलेन अरे अलिकति मिलाएर ट्याक्क पाएर बनाउनु पर्यो बफरले यहाँ भएको डस्टहरू त नमिलेकोलाई टक्क निकाल्ने मिलाउने यो चाहिँ यसको नाम चाहिँ बफर बेसकोट एप्लाई गर्ने यो टक्क बेसकोट एप्लाई गर्ने यसरी बेसकोट चाहिँ यहाँ लाउने बेसकोट लाएर 30 सेकेन्ड युभी ल्याम्पमा सुकाउने होइन मलाई चाहिँ ठुलो ब्रसले अलिक अप्ठ्यारो लाग्छ सानो डिजाइन ब्रसले जेल एप्लाई गरेको एप्लाई गरिसकेपछि यसरी सुकाउनुपर्छ युभी ल्याम्पमा 60 सेकेन्ड मैले सुकाएर अब अर्को फर्मुला पनि जेल एप्लाई गर्दैछु यसरी मिलाएर एप्लाई गर्ने बाहिरबाट पनि जानुपर्ने अनि फाइनली साथीहरू यो जेलले चाहिँ नि पोल्छ पोलेर मुटुमै सोलानु गर्नै भयो एप्लाई पछि यस्तो भयो अब यसलाई पनि टक्क फाइल गरेर अझै मिलाउनै बाँकी छ फाइल गरेर देखाउँछु फाइनल्ली नेल्सको सेप बनाएर मैले सकेँ अब नेल पोलिस एप्लाई गर्न बाँकी अब त्यस पछाडि पालो बेसकोटको सुरुमा बेसकोट एप्लाई गर्ने लङ भिडियो गर्दा चाहिँ युभी ल्याम्पले 30 सेकेन्ड सुकाउने हो यहाँ चाहिँ हेलो भन गाइस त बिर्सेछु पो नेल पोलिस पनि लगाइसकेको छु फ्रेन्ड्स गर्न थालेँ बिर्से यसरी टक्क गर्ने यहाँबाट सानो निकाल्ने यसरी टक्क थोरै क्वान्टिटी अनि यस्तरी कहाँ देखिँदैन त यहाँबाट यस्तो तान्ने सास नफेरि गर्नु त सास फेरि भन्दा बिग्रिहाल्छ नि कस्तो भयो साथीहरू यो चाहिँ मेरो फाइनल लुक हो यस्तो छ मैले आफैले गरेको एकदम खुसी लागिरहेको छ यो मैले गरेको देखेर यो मैले गरेको थ्याङ्क यू मनिषा भनेर म आफैले धन्यवाद दिन चाहन्छु किनभने म आफैले चाहिँ मैले आफैले गरेको नेल्स नै यस्तो राम्रो भयो भनेर उहाँलाई खुसीले म फुर्किरहेको छु मैले आफैले थ्याङ्क यू मनिषा किप इट अप मनिषा भन्दै थिएँ त्यस पछाडि यो चाहिँ जाने बेलामा टिकटक बनायौँ अनि त्यस पछाडि साथीको एकछिन काम थियो त्यो काम सक्न गयौँ गर्मीले खलखल भएर अनि चिसो काम न दिदी पनि चिसो काम भएर हामीले चिसो खायौँ थ्याङ्क यू फर वाचिङ बाई लाइक सब्सक्राइब गरिदिनु होला प्लिज थ्याङ्क यू एभ्रिवान